हेलो नमस्ते सबैजनालाई। आज पनि मैले बुङ्गुर मासु लिएर आएको छु है गाइजहरू। साथीहरू ल आज लाप्पा दाइले चाहिँ अब बुङ्गुर काटेको रहेछ है, धराने कालो बुङ्गुर है। तर अस्तितिर यस्तो त्यति राम्रो त छैन यार होइन। अब चट्ट लाएर बनाएर खान्छु यसो काटकुट गरेर। के छ त है, कस्तो छ भने एकदम चाहिँ राम्रो दिए जस्तो छैन यार। यस्तो छ, यो यस्तो छ। आज हड्डी सड्डी पनि हालिदिन्छ यार, आफूलाई छाला छाला मन पर्ने होइन। ल ठिकै छ, जे होस्। यसलाई झट्ट काटेर वास गर्छु है। वास गरेर झट्ट काट्नु पर्यो। अलिकति फोरै लागेको फेरि बुङ्गुर मासु त चाहिँ अब लोकल काटिराखेको हुन्छ बेलामा। फेरि अब अस्ति चाहिँ 1 किलो ल्याएर आज चाहिँ भाइले आधा किलो मात्रै राखेको हो कि। यो त मेरो गाउँतिरको भाइले ठिकै छ यार, आफ्नो एक्लै हो होइन। अब छोरी पनि खान्छ अलिकति त, यो पनि ठिकै छ है। ओके, अब चाहिँ मेरो झट्ट बनाएर चाहिँ आज खासै ठिकै छ खानको लागि होइन। खानको लागि चाहिँ ठिकै छ। ल यति भएपछि त इनाफ भन्दा यार, मलाई त इनाफ भरे अहिले नै भरेलाई चाहिँ टन्नै हुन्छ। खानाहरू बनिसकेको छ है। दाल खाना हिजोको चाहिँ यदि साग र मासु थियो बचेको होइन। ओके गाइस, हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। ल गाइजहरू, फाइनली मैले चाहिँ बुङ्गुर मासु टक्क काट्यो, प्याज काट्यो, त अदुवा लसुन खोर्सानी पिसेर यहाँ चाहिँ कराई चाहिँ बसालिसकेको छ होइन। तात अब तेल हाल्नलाई। ल गाइस, वेलकम टु माई न्यू ब्लग। न्यू ब्लगमा स्वागत छ तपाईँहरूलाई। सो गाइस है, आज चाहिँ म चाहिँ झट्ट लगाएर चाहिँ अब लोकल धराने बुङ्गुरको मासु ल्याएर बनाउन थालिरहेको छु है। यो मेरो मिनी ब्लगलाई कस्तो हुन्छ हेरेर के कस्तो हुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ओके गाइस, आज चाहिँ चट्ट लाएर चाहिँ लोकल बङ्गुरको मासुसँग यता चाहिँ साग मिसाएर खानुपर्ने छ होइन। लोकल गोलभेडा पनि छ होइन। ट्याक्क लाएर चाहिँ है त। अब म बिस्तारै कुकिङ गर्छु, देखाउने गर्छु तपाईँहरूलाई। ओके, फाइनली अब कराई तातिसकेको छ। अब तेल हाल्नु पऱ्यो होइन। मैले तेल एड गरेँ। तेल धेरै हाल्नु हुँदैन, बुङ्गुर मासु अलरेडी चाहिँ अब बोसो बोसो हुन्छ होइन। चट्ट ल्याएर तेल हालेर अनि मेथी झान्छु। मेथी झान्छ यति हाल्नु तेल, अहिले धेरै ओइली खाना मेथी एड गरेँ। मेथीको साथसाथमा चाहिँ म पहिले चाहिँ चट्ट लगाएर चाहिँ बुङ्गुर मासु हाल्छु होइन। ल साथीहरू, फेरि चाहिँ मजाले भेट्नु पर्छ होइन। मेरो स्टाइलहरू अब आफ्नो कसरी बनाउँछु, आफ्नो स्टाइल हुन्छ होइन। आफ्नो कसरी बनाउँछ, तपाईँहरूले कसरी बनाउँछ, आफ्नो स्टाइल हुन्छ है। यो मेरो स्टाइल हो होइन। म पहिला चाहिँ मजाले मासु भुट्छु, त्यस पछाडि बल्ल प्याज एड गर्छु होइन। प्याज पछाडि बल्ल एड गरेर मरमसला हालेर ठ्याक्क बनाउँछु। त्यस पछाडि साग अप्सन, साग पनि छ होइन। साग चाहिँ अप्सनल हो। यदि तपाईँलाई चाहिँ अहिलेसम्म मन लाग्यो भने नमिठो हुन्छ। तर चाहिँ म आजको चाहिँ बुङ्गुर मासुसँग टक्क मिसाएर खानुवाला छु है। तर यो कुकिङ भ्लगहरू कस्तो लाग्छ होइन, लाग्नु चाहिँ कस्तो फेरि अब चाहिँ
बनाउने कोसिस गर्दैछु। ल त गाइजहरू मैले चाहिँ ओके गाइज मैले चाहिँ बेसार अलिकति हालेर चाहिँ मैले हल्का भुट्दैछु है। त्यो कलर चाहिँ दामी देख्छ अब एकछिनमा। मजाले भुट्नुपर्छ है यसरी गाइजहरू। पर भुटेर चाहिँ होइन। अब म एकछिनमा प्याज एड गर्छु। यो हो नि त पारा। वाउ यार दामी देखेको थियो यार। प्याज पनि एड गरिसक्यो है। यो च्याट्ट लगाएर चाहिँ मैले मसला सब एड गरिसकेको छु है। गोलभेडा मसला, गोलभेडा त सानो सानो रहेछ होइन, कोही सिङ्गै हालिदिएको छु होइन। यसरी पनि दामी हुन्छ। अब यसलाई चाहिँ अब करिब 10 मिनट चाहिँ म ढाकेर चाहिँ कुकिङ गर्दैछु होइन। 10 मिनटसम्म म यसलाई मजाले चाहिँ ढाकेर पकाउँदैछु होइन। सबै चाहिँ मजाले गलेपछि अनि मसलाहरू पनि मजाले पाकेपछि बल्ल साग हाल्नेवाला छु है। साग सफा गर्दैछ। वाउ के दामी भन्दा यार कस्तो। ल गाइजहरू यो अब चाहिँ पाक्न लागिसक्यो होइन। अब म साग एड गर्दैछु। साग चाहिँ सफा गरेर ट्याक्क राखिसकेको छु है। यो पनि चाइनिज साग हो होइन, मिक्स छ। मलाई चाहिँ यही मनपर्छ होइन। यत्तिकै हालिदिने हो कि ड्याङ्ग लगाएर झ्याट्ट लगाएर यसरी बब्बाल तरिकाले हालेर खानुपर्छ है त। जा यस्तो गरेर यो हो नि त पारा हो यार। ओके जस्ट 2 मिनट्स ढाकौँ होइन। अनि अब लगभग चाहिँ पाक्न लागिसक्यो होइन। म अब चाहिँ 3-4 मिनट पाकेपछि अब कुक गरेपछि पाकिसक्छ होइन। साग भनेको त धेरै अब पकाउने होइन नि त। ल क्या दामी देख्यो नि हो अब होइन। ओहो ल भित्र यसरी दबाइदिउँ यस्तो लगाएर। धनियाँ काटिरहेको छ होइन, धनियाँ र सौँफ। अनि आई लभ धनियाँ होइन, आई लभ सौँफ है। दामी लाग्छ, मलाई दामी लाग्छ गाइजहरू है। सब पुस्दै गर्नुपर्छ होइन, सफा नै गर्नुपर्छ होइन। जति सफा गरे नि यहाँ तेल छर्केर यहाँ सबै खतम भइसक्यो किचन होइन। यस्तो छ हालत किचनको। यस्तो छ गाइजहरू। यो त चाहिँ मेरो रेस्टरुम हो यहाँ है। यो सबै छोरीको चाहिँ कपडाहरू हो। उसले चाहिँ अनलाइन बिजनेस गर्छ होइन। सो यस्तो छ मेरो रुम, छोरीहरूको रुम। यता टोइलेट बाथरुम होइन, यता किचन। ल यही नै छ मेरो। वाउ दामी भयो नि यार। आम्मामामामामा दामी। वाउ भयो नि त वाउ। धनियाँ चाहिँ हालिदिन्छु है म। धनियाँ चाहिँ टपिङ गरिदिन्छु है टक्क लगाएर। धनियाँ र खानुपर्छ कि धनियाँ पनि मजाले। ल यो हो नि त पारा। के ल डन। ओके गाइस दामी बोला गुड। ओके बाई। ल त साथीहरू आजलाई यति नै होइन।
फेरि यस्तै यस्तै नयाँ नयाँ भ्लगहरू लिएर नयाँ नयाँ कन्टेन्टहरू लिएर आउने छु। सो नेक्स्ट भ्लगको लागि चाहिँ आउँदै गर्नु होला, हेर्दै गर्नु होला होइन। म यस्तो यस्तो भ्लगहरू लिएर आउने छु। सो गाइज सी यु नेक्स्ट भ्लग होइन। यस्तै यस्तै राम्रो राम्रो भ्लगहरू लिएर आउने कोसिस गर्नेछु। हस् त, बाई बाई एन्ड टेक केयर।